भगवान छ नि हाम्रो यस्तो दिन हो जो हार्छ मसँग जो जित्छ मसँग बहाना बनाएर भन्थे अर्को बरुवा थिएन मुसु मुसु हाँसी देऊ न भाइलाई मुसु मुसु भ्याड्की भाइ मजा आयो भाइ खोज्दैछु झरेका सपनालाई ब्रो हामी यस्तो बाटो आदिम है यो दाइले सोधौँ न प्यार का छप्पा आइ गयो रे मेरे हावा लङ्गेस्ट भन्नाले सबैभन्दा एकदमै ठुलो घाइ हो यहाँबाट लडियो भने चाहिँ सास पनि फेर्न सकिन्न बाटो एकदम खराब छ र हामी सर्टकट युज गर्छौँ In this vlog we will only talk in English. So where are you going, Prajwal? We are going to home. Our destination is your heart, baby. So hello and namaste everyone. Welcome back in our new video. भोलि चाहिँ हाम्रो एक्जाम हुन्छ भनेको थियो 12 को तर क्यान्सल गरेर 11 दिनपछि सार्यो र हामी चाहिँ अहिले बाहिर जाने प्लान गर्दैछौँ गोदावरीको टपमा जाने प्लान छ तर यसो हेर्दाखेरि हामीसँग पैसा पुग्ला जस्तो छैन त्यही नै हामी ट्राई गर्छौँ साथीहरू त्यही हो आज खासै स्पेसल छैन अब एक्जाम आउन गाइस खास एक्जाम भोलि हुन्थ्यो सो अलराइट गाइस अब चाहिँ हामी निस्किनु लाग्यो हाम्रो चन्द्रले चाहिँ बाइक चलाउँछ अरे चन्द्रे ठिक छ अब हामी त्यहाँ जान्छौँ 7 बाटो जाने बाटो देखायो होइन ल हामी रिङ रोड हुँदैछ है ओके गाइस अब सिधै त्यहाँ गएर भेट्छौँ हामी सो ओके गाइस अब चाहिँ हामी निस्केको चर्च पाडामा पछाडि चाहिँ केटाहरू छ जागरको राइड हाम्रो आएछ टक्क अगाडि गएको बिस्तारै जानुपर्छ सबैजना कपालमा चाहिँ हल्का अलिक प्रब्लम आउला जस्तो छ यता कता सो फाइनली गाइज हामी चाहिँ गोदावरी आइसक्यौँ कस्तो भयो यार म त ओ यहाँ यसले पो रहेछ यार के हो यस्तो यसलाई मार्ने भए सक्छौँ नि मलाई छिगौ मलाई मासी चाहिँ कसरी क्या धाराले घुमायो धारामा गयो छिगौ हो के हो यार चुइगम है के हो क्या यस्तो कसरी टाल्यो क्या घरदेखि टाल्ने हो कि न त बाटोमा त हामी त्यसले आएनसम्म गइसक्यो अगाडि फाइनली गाइज अब चाहिँ हामी टक्क यो अलिकति बाहिर रोडमा छौँ हामी कस्तो मान्छे त्यही हो गाइज अब चाहिँ हामी चिलबारमा बाइक चलाइरहेछौँ है यतिको भ्यू आनन्दै छ जो माथि ट्राफिक सर हाम्रो पुलिस सरहरू जानु भएको थियो अहिले सेकी हान्नुहुन्छ त्यही हो वो ल नमस्ते सर सर आइ भनिदिनु न सरले आइ भन्नुभयो इन्जोय दि लाइफ हाम्रो यता देखाइ हाम्रो चाहिँ एक्जाम भोलि हुन्थ्यो गाइस तर क्यान्सल भयो केपी सरले चाहिँ क्यान्सल गर्नुभयो केपी सरले क्यान्सल नगरेको भए हामी आज यहाँ हुन्थेनहरू है यस्तो होइन ल उहाँ देखाएर हाम्रो जङ्गल देखाइदिएछ गोदावरी है केटा हो तिमीहरू घरमा सुतेर बस होइन पढेर बस हामी कहाँ छौ ल त्यही हो ल चट्टा बाडामा
पछाडि सर छैन हेर त ल ल सरलाई सरी ल ल समाचार एउटा लिगा दिन्छ दिन्छ मरि तिम्रो भयो लाग्छ लाग्छ चाहिँ वी आर लस्ट इन दिस प्लेस धेरै रमाइयो लस्ट इन मिडल अफ द नोवेयर मिडल अफ द वे हामी चाहिँ यो जङ्गलमा हराइसक्यौँ धेरै म्युजिक कराएर अब हामी फेरि फर्किनेछौँ यो भिडियोमा 100K भ्युज आयो भने हामी यहाँ साइकल ल्याउँछौँ हामी यहाँ साइकल ल्याउँछौँ है तपाईँहरूले यो भिडियोमा 100K भ्युज गयो भने आई स्वेयर होइन म यहाँ साइकल किनेर आई स्वेयर गाइज होइन आई विल ब्रिङ साइकल हियर है प्रजलले यहाँ साइकल लिएरै आउँछ आई स्वेयर द्याट आई विल ब्रिङ साइकल अन दिस रोड एन्ड आई विल ठिकै छ त्यही नै गाइज प्यार का छप्पा आई गया रे मेरे हवा कैसे रोज मेरी कहाँबाट जाने हो कस्तो मूर्ख छ भने किङ भाचे मात्र हो He's already broke. किन त्यो नोट यसले मलाई त्यो भुल्यो माथि चरा खानु जा 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 ओए ओए कला देखाउने बेला यही हो क्या रोजिनको मम्मी रोजिन हेर्नु त सक्छौँ हामी मात्र गुड बाई छ अब त्यो मुजीलाई झर्नै सक्दैन क्या त्यो मुजी स्वेटुका ओए ल पोजिदियो एउटा फाइनली अब चाहिँ हामी अलिकति न्यू तरिकाले हामी गीत गाउन गइरहेछौँ हामी त भिडियो सुटै हुन्छ हो यसरी त है अफिसियल म्युजिक भिडियो ओन्ली इन कति 2 लिटरको तेलले हामी आज दामी भिडियो बन्छ हाम्रो भयो संसारलाई बोकेन आफैलाई बहाना बनाएर अर्को थिएन सबैलाई भएको त्यो मलाई पनि एक समय भिडियोहरू त्यहाँ मान्छेन तिम्रो आँखामा मलाई निकाल्न नखोज मेरो गीतको मलाई मात्रै तिमी गाइदिउन भरिका लागि सम्झना पनि हाँसिदिउला सधैँ तिमी हाँसोमा रङ्ग चढेलाइनु भाइ बादल बनेरै गए नि उसो बनेरै जाए शब्द बनेरै लयल बनेरै
पनि मनको कुनै कुरामा हाँसिदेऊला सधैँ तिमी हाँसुमा रङ्गा मनभरिकारी सम्झना भनिदिनु आम फाल्दा फेरि त्यो ड्यामेज हुँदैन त मूर्ख दाजु 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 तपाईँ कता जानुभयो दाजु कता जानु लानुभयो दाजु म चाहिँ ट्रेकिङ गर्न जान लागेको ट्रेकिङ हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ यहाँ छ ओ दाजु फेरि दाजु दाजु ए बुढी मान्छे निकै बुढी माया तिमी गर्छु बुढी मुजा बाउली फोन गर्छ टु ए रोक ओए यहाँ साला जो हार्छ मसँग जो जित्छ मसँग मिजु कात्सुनो इट्स कात्सु dramatic. Oh, yeah. I'm going to go. I go. Excited. Virgin Fan versus Sachin. Lodu. Whoa. 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 ओके गाइज हाम्रो फ्लाइट सकिसक्यो र हाम्रो फ्लाइटको विजेता चाहिँ हामी सबैजना भइसक्यौँ र अङ्कलहरू हाल्नुसँग अब चाहिँ हामी त्यहाँ के अरे मार्बल डाँडा जान्छौँ त्यहाँ गएर भेट्नुपर्छ अब सिधै ब्याग कसरी फस्छ भाले होइन नि बाइक छ हाम्रो बाइक जान्छ है माथिसम्म बाइक जान्छ है अरे भाई 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 अरे भाई ऊपर भाई रास्ता है क्या रास्ता है भाई रास्ता ऊपर वीडियो नहीं करना
प्लिज ब्रो लडाई 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 ऊ एउटा लडाएर क्या हामी चाहिँ जैसा Despacito queremos despacito नमस्ते 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 तेल चाहिँ आज ढुलो गएको हेर है अलमोस्ट 3 लिटर ल हामी फाइनली अर्को चन्द्रिकामा काजल त तिम्रो मिटाइदेऊ न बाँधेको के छ हावाले चन्द्रमामा पनि भिडियो गर्न भनेको चन्द्रे भिडियो छ लडेको त होइन झन्डै लडेको So finally we are at Heaven डाँडो छैन सुहागनको डाँडो युज योर ब्रेन है यहाँ आइज न मेरो गाइज हामी चाहिँ यहाँ आइरहेछौँ मलाई थाहा नै छैन कि यहाँबाट कहाँ जाने सी भ्यू अफ गोदावरी मरिन न दोस्त यहाँबाट जाने हो मा ओके गाइज हामी चाहिँ ट्रेकिङ गर्न आइसकेका छौँ सगरमाथा पिकमा बाटो छैन भने हामी बनाउने हो क्या दोस्त रफ नबोल न Sorry. Please mute that. दोस्त क्यान यु टच दिस फोन I can't touch. भाइ दोस्त गाइज हामी चाहिँ फाइनल चढिसक्यौँ हाम्रो सगुन सर आउँदै हुनुहुन्छ यो चाहिँ हाम्रो वर्ल्डको सबैभन्दा लङ्गेस्ट भन्नाले स्ट्रेट गर्दै है बाटो यस्तो लङ्गेस्ट भन्नाले सबैभन्दा एकदमै ठुलो घाइ हो यहाँबाट लडियो भने चाहिँ सास पनि फेर्न सकिन्छ बाटो एकदम खराब छ र हामी सर्टकट युज गर्छौँ एकदमै यहाँ चाहिँ एउटा बबाल फिल आइरहेको छ हामीलाई प्रजल दोष यति लाग्छ भिडियो हाल्नु गाइस फाइनली वी आर ब्याक वो चढियो फाइनली भ्यू हेर्नु भ्यू सगुन हजुरलाई यो चाहिँ के होला यत्रो ठुलो ल अब चाहिँ हामी घर फर्किँदैछौँ भ्लगर लाइफ हेरेको हार लड्यो भने मुझे कन्टेन्ट नि बन्छ एउटा त है मरेपछि चाहिँ कन्टेन्ट बन्छ मरेपछि भाइरल हुन्छ हो यहाँ देखा न झन् गिटार लिएर एकछिन एकछिन मार्बल लास्ट ब्रो है मार्बल चिप्लो नभए मेरो रोक्यो घरमा यहीँबाट मार्बल ओ यहाँबाट चाहिँ कसरी आउने त अनि
उसलाई चाहिँ फेरि उसको चाहिँ गाँड फाट्यो होला हाइटै डर लाग्दैन रोजिनलाई जम्मै हुप्पी ल्यान्डमै देखिसक्यो क्या उसको हस् दाजु सरी दाजु म जन्मेरै गल्ती भएछ सो ओके गाइज रोजिन चाहिँ फाइनल झरिसक्यो अब हामी झर्छ है अब हामी एउटा जान लाग्यो ट्रेकिङ गरियो कस्तो लाग्यो फाइनली हामी चाहिँ सिग्नल ट्री आइसक्यौँ कस्तो लागिरहेको रोजिन हेर्नु न रोजिन के गरेर रोजिन केही भनिदियो त भियर्सहरूलाई के भन्छौ बेटी हावा ऊ त्यहाँ हेर्न मान्छे मान्छे फर्स्ट टाइम देखेँ हामीले कति सानो भक्क नै हामी पालै नै होला भक्क नै हामी पालै नै होला छ नि हाम्रो नेक्स्ट दिन आउला भगवान् छ नि हाम्रो यस्तो दिन आउला गीत गाउन त एउटा राम्रो उडे जाने इच्छा हाँस्छ नि म्युजिक स्वर सुनेर सबजना रोजिनलाई भन्थ्यो हामी के भयो हाम्रो अब भन्थ्यो के भयो हामी चाहिँ जहाँ उहाँबाट आएर ममा हान्नुपर्ने हुन्छ एउटा सुप ल्याइदिनु यहाँ रिएक्सन दिएन आयो सुपहरूको नि गाई हिलिङ क्या अहिले अर्को हिलिङ अहिले एउटा हिलिङ सिनेमेटिक ल तलदेखि माथि खा अब ल Result. Guys, now we are speaking in English challenge and we are playing badminton. Rojin, what to say in here? So we are only talking in English. This is a challenge for us. Okay, guys, we are playing badminton. So play. Start the game. Give to me. Oh, give to you. Dear. I see that. So start the game. You hit powerful and I see. You think hit powerful? Out! You must sit down. Yeah, do back. Wait. My turn, na? I'll do like this. You also doing that, my turn. Fool. What? You are. Oh, you did. Catch, Same shot. 1, 2, 3. My turn. No, my turn. That's my bad. No. I can't. You told it. That's English word. Same shot. That's English word. Back to trick. What? Guys, I'm getting okay, let him. Okay. Okay, I don't think I will. खेल्न हो के हो My turn. Where is my phone? Okay. What these boys are cheating? Out! Very high. My turn! मेरा You guys, he out. My turn. You already played. I am first. You are second. But you have to speak English. See, I saved you. Out. Give to me. Make video. Betrayal. Okay. Let him also play. Okay.
Out, out, Out! Out! These 10 minutes. These 10 No, These 10 minutes. bro. This guy is out. Out. No. I know out. Yes, I know. No, what? She had cock in this. Yeah.